हामी चाहिँ अहिले काठमाडौँ उपमहानगरपालिकाको वडा नम्बर कति हो थाहा छैन, त्यही पनि यो ठ्याक्कै स्काई टावर भएको नजिकै रहेको यो रानी पोखरीमा चाहिँ घुमिरहेका छौँ। यहाँको मनोरम दृश्यहरू, माछा मजाकै रहेछ, तर के गर्नु खान नमिल्ने हैन। पारी चाहिँ पाटन अरे दराबार स्कुल रहेछ। ठाउँ शान्तै भए पनि हावा सुसाइरहने रहेछ हल्का हल्का। यो घामको उग्रपन्थीको अवस्थामा पनि हामी डुलिरहेका छौँ। हजुर, विविध प्रकारका बोट बिरुवा फुलहरूको बगान रहेको छ छेउमा। झन् भित्र चाहिँ पस्न दिँदैन रहेछ। यस्तै छ रानी पोखरी। आम्दानी शून्य छ। स्थानीय सरकारको खर्च भने लागेको छ भन्ने कुरो बुझिँदैछ। त्यो काठमाडौँ महानगरपालिका जाडो समयमा 6 बजेदेखि 9 बजेसम्म मात्र खुल्ला, बताइया होला। काठमाडौँ उपमहानगरपालिकामा रहेको रानी पोखरी। कुन चाहिँ रानीको पालामा बनाइएको कुन थाहा छैन। त्यो चाहिँ फेरि त्यही पनि यो रानी पोखरी नै हो। धरहरा उहाँ छ, घण्टा घर यता छ, स्काई टावर यता छ, हामी यता छौँ। रानी पोखरीमा चारैतिरबाट पानी झरिरहेको छ। यो यहीँको रि गरेर झारेको पाखाबाट ल्याएको पानी यहीँको रि होला। मलाई पनि त्यस्तै लाग्यो। पाखाबाट कहिले काहीँ हाल्दैन। यस्तै छ, गाडी कुदिरहेछ, भिडियो खिचिरहेछ। रानी पोखरी दराबार हाई स्कुल। यो एडी चाहिँ 1845 होला है। 55 हो, 55 रहेछ स्थापना चाहिँ हाई स्कुलको। तर त्यो हामीले तस्विरमा देखेको हाई स्कुल यो होइन, अर्कै खालको। भित्रपट्टिको देखायो होला, सायद हुन सक्छ। हाँसहरू मुनाले बसिरहेछ लुक्कै गर्मीमा। त्यो पर आँसको खोज्या सँगै लाग्यो हो। हामी चाहिँ 1 राउन्ड हान्न आँट्यो। 1 राउन्ड हान्ने झन्डै 10 मिनट लाग्ने रहेछ। हाँस रानी पोखरी। माछा चाहिँ जे होस् राम्रै रहेछ। पालन गरे हो, बगान गरे हो, संरक्षण गरे हो, थाहा छैन।